साथीहरु आज भएको प्रतिनिधि सभाको बैठकमा माननीय हर्क सम्पाङले निकै नै कडा प्रस्ताव राखेका छन्। उनको यो प्रस्ताव चाहिँ मलाई एकदम मन पर्यो है साथीहरु। लिपुलेक लिम्पुवा कालापानीको विषयलाई लिएर चाहिँ एकदम कडा प्रस्ताव राखेका छन्। जुन इन्डियाले सीमा मिचिरहेको छ नि साथीहरु, त्यस विषयमा आखिर नेपाल सरकार किन मौन छ, किन चुप बसिरहेको छ, यसमा चाहिँ सरकारको ध्यान आकर्षण हुन अत्यन्तै जरुरी छ साथीहरु। किनकि अब चाहिँ नेपालले बिना कुनै कूटनीतिक वार्ता हस्ताक्षर बिनाको त्यो के औचित्य रह्यो साथीहरु। हस्ताक्षर बिना नोट पठाइएको छ, त्यही पनि कुनै कूटनीतिक वार्ता नै छैन साथीहरु। यसको कुनै औचित्य रह्यो त साथीहरु? किन चाहिँ सरकार मौन बसेको छ? नोटको भरमा के टुप्पी कसेर बसेको छ भन्दै हर्क सम्पाङले आफ्नो यो धारणा चाहिँ आज संसदमा व्यक्त गर्नुभएको छ साथी। आखिर साथीहरु गरिब दुखीहरु ती सुकुम्बासी बस्तीमा सेनालाई किन चाहिँ पठाइयो, त्यसको केही औचित्य रह्यो साथीहरु? सीमाको दुरुपयोग गरेर यसरी उता यो सीमा नाकामा पठाउने, सीमा सुरक्षामा खटाउनुको सट्टा यसरी किन चाहिँ गरिब जनताको बस्तीमा आतंक फैलाउनुको कारण के हो, त्यसको उत्तर चाहिँ हामीलाई चाहिन्छ भन्दै हर्क सम्पाङले व्यक्त गर्नुभएको छ साथीहरु। आज देश अभिभावक विहीन बन्न पुगेको छ। हजारौं लाखौं गरिब सुकुम्बासीहरुलाई रुवाएर आत्महत्या गर्न बाध्य बनाउने सरकार असफल भएको छ। अनि गरिबका भत्काएका ती बस्ती अनि बिजोग गरिराखिएका होल्डिङ सेन्टर्समा प्रधानमन्त्रीजी जानुभयो कि जानु भएन, यसको जवाफ हामीलाई चाहिन्छ भन्दै हर्क सम्पाङले भन्नुभएको छ साथी। विदेशी ऋण लिनमा विश्व कीर्तिमान राख्ने जस्तो देखिन्छ यो सरकार। बिना योजना विदेशी ऋण ल्याउने सरकारले पछि आफैले व्यक्तिगत रूपमा तिर्ने हो कि आम जनताले तिर्ने हो? हर्क सम्पाङले अनि ऋण प्रस्ताव संसदमा पेश नगरिकिन, भरिपूर्ण छलफल नगरिकिन यसरी ऋण चाहिँ ल्याउनुको अध्यादेश के रह्यो त? आम जनतालाई पनि थाहा हुनु पर्यो, कुनै औचित्य हुनु पर्यो, पुष्टि गरेर बुझाउनु पर्छ कि पर्दैन भन्दै आफ्नो धारणा व्यक्त गरेका छन् साथीहरु। के तपाईहरु सहमत हुनुहुन्छ त हर्क सम्पाङको यो भनाइमा? आखिर राज्यको ढुकुटी भए प्रतिपक्षीय दलहरुसँग सुझाव सल्लाह गरेर सबैतिरका जनताहरुलाई सेवा पुग्ने गरी बजेट निर्माण गर्ने हो कि यो के राष्ट्रिय बजेट हो कि साथीहरु राष्ट्रिय स्वतन्त्र पार्टीको बजेट हो? यो कुरालाई ध्यान राख्न अत्यन्तै जरुरी छ। के तपाईहरु हर्क सम्पाङको यो कुरामा सहमत हुनुहुन्छ? सहमत जनाउनुहुन्छ भने भिडियोलाई शेयर गर्नुहोस्।